हेलो नमस्ते एभ्रिवान, के छ खबर? म त बिरामी भइरहेको छु अनि अस्ति एकजना दिदीसँग भेट भएको थियो झापामा है। उहाँसँग चाहिँ मेरो टिकटकबाटै हो भेट भएको, तर कुराकानी हुन्थ्यो कहिले कहिले। नेपाल आएपछि भेट्नुपर्छ भन्नुभएको थियो नि त। अनि हुन्छ भनेको थिएँ, म केटाकेटीलाई घुमाउन भनेर झापा गइरहेको थिएँ। सो वहाँनेरि भेटौँ न त भनेर कन्ट्याक्ट गऱ्यौँ अनि म उहाँसँग भेट्न भनेर गएको थिएँ। अनि जब उहाँसँग भेट्न जाँदा चाहिँ यत्रो झोला देखेको थिएँ कि मैले, अनि मलाई चाहिँ लाग्यो मनमा कि उहाँ कहीँ गएर आउनुभएको होला भन्ने लाग्यो होइन। अनि पछि गफ गऱ्यौँ, निकै बेर बस्यौँ है, कुराकानी गऱ्यौँ। लागेन कि म फर्स्ट टाइम उहाँलाई भेट्दैछु। सो त्यति गफसफ गरिसकेपछि पछिबाट हिँड्ने बेलामा चाहिँ यो झोला चाहिँ नानीको लागि भनेर भन्नुभयो कि दिदीले। अनि म आफै छक्क परेँ कि यत्रो ठुलो झोला, यति भारी भारी पनि थियो कि। अनि के छ हौ यसमा भनेर भने, त्यत्रो खासै केही छैन भन्नुभयो है। म त कति उयो लागेर आएँ कि, मतलब कसैले केही कुरा सम्झेर, कसैले होइन माया गरेर चक्लेट मात्रै दिँदा पनि कति धेरै खुसी हुन्छ। अनि यत्रो धेरै सामान ल्याइदिएर आउनुभएको रहेछ कि मलाई। मैले त कहिल्यै सोचेको पनि थिइनँ कि मलाई नि यति धेरै माया गर्ने दिदीहरू हुनुहुन्छ भनेर है। एन्ड थ्याङ्क यू सो मच दिदी। हजुरको नाम चाहिँ मैले भनिनँ त, हजुर धेरै उयसमा आउन खोज्नु पनि हुन्न है, त्यस्तो उयो हुनुहुन्न पनि। तर मलाई चाहिँ खुसी लागेर एकदम उयो भएर यो भिडियो बनाएको, नरिसाउनु होला। अनि टिकटकबाट चिनजान भएर यति धेरै माया, यति धेरै सम्झेर होइन, मतलब कस्तो कि म त के भनौँ के नभनौँ भएको थियो कि यो टाइममा नि, जब यो तिम्रो लागि भनेर भन्नु हो नि। अनि म आफै छक्क परेर आएको थिएँ कि। थ्याङ्क यू दिदी, थ्याङ्क यू सो मच। हजुरलाई धेरै धेरै माया।